हेलो एभ्रिवान सन्चै हुनुहुन्छ सो आजको यस भिडियोमा चाहिँ म तपाईलाई युरोपको वान अफ द सेन्जन कन्ट्री जहाँ चाहिँ तपाईले मिनिमम भन्दा मिनिमम कस्टमा चाहिँ पढ्न सक्नुहुन्छ त्यही पनि एकदम राम्रो गुड क्वालिटी एजुकेसन सो त्यो कन्ट्री चाहिँ सेन्जन एरिया भित्र पर्छ मिन्स तपाईको एकचोटी भिजा लाग्यो भने चाहिँ तपाईको 28 वटा कन्ट्री एक्सेस पनि खुल्छ सो तपाईले इन द फ्युचर लक्जमबर्ग जर्मनी इटली फ्रान्स स्विडेन जुन कन्ट्रीमा नै जान सक्नुहुन्छ इजिली र तपाईले त्यो कन्ट्रीमा पढ्दा चाहिँ मिनिमम भन्दा मिनिमम कस्टमा पढ्न सक्नुहुन्छ र तपाईको चाहिँ स्यालेरी पनि एकदमै राम्रो छ र पार्ट टाइम जब अपर्च्युनिटी पीआरस इज एन्ड एभ्रिथिङ सबै एकदम राम्रो छ सो म तपाईलाई त्यो कन्ट्रीको बारेमा बेसिक इन्फर्मेसन दिँदैछु सो आर इज गाइज एक्साइटेड फर टुडेज भिडियो सो आउनु लेट्स गो त्यो कन्ट्रीको नाम हो इस्टोनियाको बोर्डर चाहिँ फिनल्यान्ड स्विडेन र लिथुआनियाले कभर गरेको छ र त्यसको टोटल पपुलेसन चाहिँ 1.37 मिलियन पपुलेसन छ र युरोपको वान अफ द सेफेस्ट कन्ट्रीको रूपमा पनि हामीले चिन्छौँ र क्राइम रेट अलमोस्ट छैन पिपलहरू एकदम फ्रेन्डली हुनुहुन्छ रेसिजम छैन वान अफ द सेफेस्ट कन्ट्री इन द युरोप भनेर पनि चिनिन्छ इस्टोनियालाई र एजुकेसन सिस्टमको हेर्दा चाहिँ वर्ल्ड भरि नै इस्टोनियाको एजुकेसन चाहिँ एकदमै फेमस छ 2 देखि 3 वटा युनिभर्सिटीहरु चाहिँ क्यूएस र्याङ्कमा पनि परेको छ र एउटा चाहिँ बेस्ट पोइन्ट इस्टोनियाको चाहिँ स्कुल लेभलदेखि नै बच्चाहरूलाई चाहिँ साइन्स एन्ड टेक्नोलोजीहरु एआईहरु साइबर सेक्युरिटी कोडहरु सबैको प्र्याक्टिकल नलेज दिनुहुन्छ मिन्स यहीबाट थाहा हुन्छ कि एजुकेसन कति कुन क्वालिटीको हाई एजुकेसन छ भनेर सो आजको यस भिडियोमा चाहिँ म तपाईलाई चाहिँ 5 वटा पोइन्ट भन्छु कि 5 वटा पोइन्ट छ किन चाहिँ तपाई इस्टोनियामा पढ्ने त अरु युरोपियन कन्ट्री भन्दा तपाईले किन चाहिँ इस्टोनियालाई चुज गर्ने त सो 5 वटा पोइन्टमा चाहिँ फर्स्ट पोइन्ट हो कि लिभिङ एक्सपेन्सेस एकदमै अफोर्डेबल छ लाइक फर एक्जाम्पल तपाईले युरोपको अरु कन्ट्रीहरु लाइक जर्मनी इटली अनि फ्रान्स लक्जमबर्ग स्पेन अरु कन्ट्री स्विडेनहरु हेर्नुभयो भने त्यहाँको लिभिङ एक्सपेन्स एकदमै धेरै छ खर्चहरु एकदम धेरै छ अकोमोडेसन त्यति हाई छ बट इस्टोनियामा त्यस्तो केही छैन तपाईले एकदमै अफोर्डेबल अकोमोडेसन कति पाउनुहुन्छ एभरेजमा पनि तपाईले चाहिँ 200 देखि 250 युरोमा चाहिँ एकदम राम्रो अकोमोडेसन पाउनुहुन्छ र स्टुडेन्टहरुले चाहिँ 150 युरोमा नै अकोमोडेसन पाइरा हुन्छ र त्यो बाहेक तपाईको अरु एक्सपेन्सेस भनेको चाहिँ खानाहरु यताउता गर्दा चाहिँ अलमोस्ट 80 to 100 युरोमा मज्जाले कभर गर्छ मिन्स अरु युरोपको कन्ट्रीहरु भन्दा चाहिँ एकोमोडेसन एकदमै चिप छ र अफोर्डेबल छ र सेकेन्ड पोइन्ट भनेको चाहिँ इस्टोनियाको चाहिँ ट्युसन फी एकदमै लो छ र दुईटा युनिभर्सिटी क्यूएस ओल्ड र्याङ्कमा पनि परेको छ लाइक तालिन युनिभर्सिटी अफ टेक्नोलोजी र युनिभर्सिटी तरु दुईटा युनिभर्सिटी चाहिँ ओल्ड र्याङ्क युनिभर्सिटीमा पनि क्यूएस र्याङ्कमा परेको छ र तपाईको ट्युसन फी एकदमै नोमिनल छ फर एक्जाम्पल प्रोग्राम हेरी तपाईको ट्युसन फी हुन्छ बट मिनिमम भन्दा मिनिमम तपाईको ट्युसन फी स्टार्टिङ चाहिँ 1500 युरो देखि चाहिँ म्याक्सिमम 5000 युरो सम्म हुन्छ मिन्स 1500 युरो भनेको नेपाली अलमोस्ट 2.5 लाख जति 2.5 लाखमा तपाईको 1 वर्षको ट्युसन फी कभर हुन्छ यही ट्युसन फी कम्पेयर गर्नु त लाइक अस्ट्रेलिया क्यानाडा युके अरु युरोपियन कन्ट्रीहरुको प्राइभेट युनिभर्सिटीहरुसँग कम्पेयर गर्दा त एकदमै नोमिनल छ र हामी नेपालीहरुले एकदम इजिली अफोर्ड पनि गर्न सक्छौं है सो सेकेन्ड पोइन्ट भनेको चाहिँ स्टुडेन्टको ट्युसन फी एकदमै नोमिनल छ र थर्ड पोइन्ट भनेको चाहिँ भिजा सक्सेस रेट चाहिँ अलमोस्ट 100% छ मिन्स तपाईको डकुमेन्टेसन अलिकति केही मिलेन भने त्यो आफ्नो ठाउँमा छ बट सबै जेन्युन छ सबै मिलेको छ भने चाहिँ तपाईको भिजा चाहिँ नेपालबाट चाहिँ अलमोस्ट 100% भिजा छ कि स्टुडेन्टको लागि र त्यही कम्पेयर गर्दा चाहिँ हामीले अरु युरोपियन कन्ट्री र अस्ट्रेलिया युके क्यानाडाहरुसँग कम्पेयर गर्दा चाहिँ हेर्नु भिजा रेसियो सक्सेस रेट चाहिँ एकदमै लो छ नि त लाइक अस्ट्रेलिया युके क्यानाडा युकेको त अहिले नै अलिअलि रिजेक्सन आइरहेछ बट अस्ट्रेलिया युएसए क्यानाडाहरुको भिजा सक्सेस रेट हेर्नु त कति छ र युरोपहरुमा पनि तपाईको लाइक इटली जर्मनीहरुमा फ्री एजुकेसन छ स्कलरशिप छ बट तपाईको 8 देखि 10 महिना प्रोसेसिङ टाइम लाग्छ र भिजा रिजेक्सन पनि त्यत्तिकै छ मिन्स तपाईलाई चाहिँ मलाई 100% युरोप जानु छ र मलाई भिजा चाहिँ मलाई 100% पाउनु छ भन्नु सोच्नु भइरहेको छ भने चाहिँ इस्टोनिया इज वान अफ द बेस्ट अप्सन है र फोर्थ पोइन्ट भनेको चाहिँ तपाईले भिजाको लागि बैंक स्टेटमेन्ट चाहिँ जस्ट 4200 युरो मात्र देखाए पुग्छ मिन्स अरु जर्मनीको जस्तो ब्लक एकाउन्टहरु देखाउनु पर्दैन अरु कन्ट्रीको जस्तो धेरै बैंकमा पैसा पनि राख्नु पर्दैन जस्ट 4200 युरो स्टार्टिङ त्यति देखाउनु भयो भने तपाईको भिजा एप्लाई गर्न सक्नुहुन्छ बट तपाईले भिजा पाउनु छ भने त्यो भन्दा अलिकति धेरै 5000 6000 जति धेरै देखाउन सक्नुहुन्छ त्यति नै तपाईको भिजाको चान्सेस चाहिँ हाई हुन्छ है
र 5th पोइन्ट भनेको चाहिँ तपाईको चाहिँ एभरेज इस्टोनियामा स्यालेरी चाहिँ एभरेज नर्मल मान्छेको एभरेज मिनिमम स्यालेरी चाहिँ 1200 देखि 1500 युरो छ मिन्स हामी नेपालीमा कन्भर्ट गर्दा तपाईले स्टार्टिङदेखि नै 1.5 देखि 2 लाख रुपैयाँ चाहिँ मजाले अर्निङ गर्न सक्नुहुन्छ है त्यति अर्निङ गर्नुभयो भने तपाईले 1 लाख चाहिँ स्टार्टिङदेखि नै सेभिङ चाहिँ गर्न सक्नुहुन्छ र हामी नेपालीहरूले चाहिँ युरोप सेन्जन कन्ट्रीमा चाहिँ इस्टोनिया लिथुवियाहरू यिनीहरू चाहिँ धेरै सुनेको छैन सो तपाईँ युरोप सेन्जन कन्ट्री छिर्न चाहनुहुन्छ त्यही पनि स्टुडेन्ट भिजामा भने इजी थोरै पैसामा छिर्न चाहनुहुन्छ भने चाहिँ यो कन्ट्रीहरू तपाईँले टार्गेट गर्न सक्नुहुन्छ जहाँ चाहिँ भिजा सक्सेस रेट एकदम म्याक्सिमम छ अलमोस्ट 99-100% छ र ट्युसन फी धेरै तिर्नु पर्दैन इजिली तपाईँ सेन्जन कन्ट्री छिर्न चाहनुहुन्छ भने चाहिँ यो इस्टोनिया लिथुवियाहरू यिनीहरू कन्ट्री चुज गर्दा चाहिँ तपाईँलाई सजिलो हुन्छ सो आजको भिडियोमा चाहिँ मैले तपाईँलाई इस्टोनियाको बारेमा बेसिक इन्फर्मेसन दिएँ सो थ्याङ्क यू सो मच